गर्मीमा पाकेको मेवा साह्रो राम्रो हुन्छ। साह्रो पलाएछ सबै फुलमा पनि। यहाँ के बोडीहरू रोप्न आँटेको त्यहाँभित्र बोडी गरेर आइज अनि सुन त मेवा काट खाऊ मेवा काटेर दियो भने किन यही त हो नि काट्ने यही त हो मेवा ल मैले मेवा काटेर ल्यायो भने मेवा त काटेँ मैले लु जा मेवा काट भनेको काटेँ मैले मेवा अनि बोटेमा काटेर ल्याएको त मरिहालेछ नि हैन यो यस्तो कहिले बुद्धि नआउने भयो मेवा यही छ घरमा काटेको उते देखिनस् मेवा त्यो काटेर ल्याए भनेको भन्नुपर्छ मेवा काटेर ल्यायो भने बोटै पो लिएर आएछ त मरिरहेछ नि यसले त यो कतै यो यत्रो बुढोहरु नजानेको हो यो मेवा काट भनेर अहिले मेवा काटेको नि मैले के गर्नु बोट तल काटेर ल्याए भन्नु